ल आज हामी यो 3-in-1 युनिभर्सल माइक्रोफोन अनबक्सिङ गरेर हेर्छौं है। यसमा के आउँदो रहेछ सबै हेर्छौं। पहिला चाहिँ यसको प्लास्टिकलाई यसरी ब्लेडले काटेर है फाल्नुपर्ने हुन्छ। हामी यसलाई यसरी प्लास्टिकलाई निकालेर फाल्छौं है, साइड लगाउँछौं। अनि तपाईको त्यसपछि बक्स भित्र के आउँदो रहेछ सबै हेरौं है त। ल यो बक्स भित्र हेर्न सक्नुहुन्छ तपाईको माइक रहेको छ है, दुईटा माइक रहेको छ अनि एउटा रिसिभर रहेको छ है। तपाईको हेर्दा पनि राम्रो छ, लुक्स पनि राम्रो छ। तपाईको माइक भयो है, माइकको पछाडीको क्लिप भयो, यसको माथि फर लाग्छ है। तपाईको यो अर्को माइक भयो, तपाईको हेर्न सक्नुहुन्छ क्लिप छ पछाडी। तपाईको हेर्दा पनि राम्रो छ है, तपाईको स्क्वायर शेपमा छ। अनि त्यसपछि हामी यसको रिसिभर पनि निकालौं है त। पहिला यसको बाहिरको यो माथिको निकालौं अनि यो रिसिभर भयो। रिसिभर पनि तपाईको राम्रो छ, बिल्ड क्वालिटी पनि हेभी छ है, तपाईको राम्रो क्वालिटीको छ। टाइप सी छ, अब आइफोनमा लागि पनि लाग्यो हैन, तपाईको सबै डिभाइसलाई लाग्यो। अनि यसमा हजुरको यो एउटा छ तपाईको यो चार्जिङको लागि है, माइकहरु चार्जिङ लागि भयो। अनि यो चाहिँ अक्स केबल हो। हजुरको क्यामेरा छ भने क्यामेराको लागि पनि हजुरले युज गर्न सक्नुहुन्छ है। अब यसलाई तपाई केबलहरुलाई साइड लगाइदिउँ। अनि यसमा तपाईको फर पनि आएको हुन्छ है, हजुरले तपाईको माइकमा फर युज गरेर रेकर्डिङ गर्न सक्नुहुन्छ है। अनि लास्टमा एउटा म्यानुअल रहेको छ जसमा प्रोडक्टको सबै डिटेल्सहरु दिएको हुन्छ। ल अब हामी बाहिर आउटडोरमा गएर यो माइक्रोफोनको अडियो क्वालिटी पनि चेक गर्छौं है त। ल आज हजुरहरुलाई म यो SX31 माइक्रोफोनबाट रेकर्डिङ गरेर सुनाउँछु है त। अहिले मेरो भोइस मोबाइलकै माइकबाट रेकर्डिङ भइरहेको छ। ल अहिले मेरो भोइस यो माइकबाट रेकर्डिङ भइरहेको छ, हजुरहरु सुन्न सक्नुहुन्छ। यसमा तीनटा मोड दिएको हुन्छ है। यो अहिले नर्मल मोडमा छ। अब यसमा हजुरले पावर बटनलाई एकचोटी थिच्नु भयो भने यो नोइज क्यान्सलेसन मोडमा जान्छ है। अहिले मेरो भोइस नोइज क्यान्सलेसन मोडमा रेकर्डिङ भइरहेको छ, हजुरहरु सुन्न सक्नुहुन्छ है। अब हजुरले पावर बटनलाई फेरि एकचोटी थिच्नु भयो भने अहिले इको मोडमा छ है। यसमा चाहिँ अलिअलि इको आउँछ। हजुरहरु गीत गाउनुहुन्छ भने, गीतहरु रेकर्डिङ गर्नुहुन्छ भने हजुरहरुले यसरी रेकर्डिङ गर्न सक्नुहुन्छ है। यसमा अलिअलि इको आउँछ र फेरि हजुरले थिच्नुहुन्छ भने यो नर्मल मोडमा जान्छ है। यो अहिले नर्मल मोडमा छ, यसरी हजुरले चेन्ज गर्न सक्नुहुन्छ है। हजुरहरुले यसरी टी-शर्टमा क्लिप गरेर रेकर्डिङ गर्न सक्नुहुन्छ। यसमा के आउँछ भन्दाखेरि तपाईको यो डाटा केबल दिएको हुन्छ टाइप सी मा, यो तपाईको माइक्रोफोन चार्ज गर्नको लागि युज हुन्छ है। अनि यसमा एउटा 3.5 mm को केबल पनि छ है। यो चाहिँ हजुरहरुले क्यामेराको लागि युज गर्न सक्नुहुन्छ। हजुरहरुले क्यामेरामा रेकर्डिङ गर्न चाहनुहुन्छ भने यसबाट गर्न सक्नुहुन्छ है। अनि म्यानुअल दिएको हुन्छ, हजुरहरुलाई कुनै समस्या परेमा हजुरहरुले यसरी म्यानुअल हेरेर आफ्नो प्रब्लम सल्भ गर्न सक्नुहुन्छ। अनि यसमा दुईटा माइक दिएको हुन्छ है। दुईजना हुनुहुन्छ भने इन्टरभ्यूहरु लिन सक्नुहुन्छ है माइकबाट। पोडकास्टहरु गर्न सक्नुहुन्छ, भ्लगहरु सुट गर्न सक्नुहुन्छ, लाइभ शोहरु गर्न सक्नुहुन्छ है। अहिले चाहिँ मेरो भोइस मोबाइलको माइकबाट रेकर्डिङ भइरहेको छ। अहिले म हजुरलाई यसबाट रेकर्डिङ गरेर देखाउँछु है त। अहिले चाहिँ यो मेरो भोइस नर्मल मोडमा रेकर्डिङ भइरहेको छ है। मेरो भोइस ओरिजिनल मोडमा रेकर्डिङ भइरहेको छ। ब्याकग्राउन्डमा अलिअलि नोइज छ भने त्यो पनि अलिअलि हजुरले सुन्न सक्नुहुन्छ। अब यसलाई एकचोटी हजुरले पावर बटनलाई थिच्नु भयो भने यो नोइज क्यान्सलेसन मोडमा जान्छ है। अहिले नोइज क्यान्सलेसन मोडमा गएको छ, हजुरहरु सुन्न सक्नुहुन्छ। अब हजुरले यसमा फेरि एकचोटी पावर बटन थिच्नु भयो भने यो चाहिँ हजुरको रिभर्ब मोडमा गयो है। यसमा अलिअलि इको आउँछ। हजुरहरु गीत गाउनुहुन्छ भने हजुरको भोइस यसरी हजुरले रेकर्डिङ गर्न सक्नुहुन्छ। यसमा इको आउँछ र हजुरले फेरि एकचोटी थिच्नु भयो भने यो नर्मल मोडमा जान्छ है। यो चाहिँ फेरि मेरो नर्मल मोडमा मेरो भोइस रेकर्डिङ भइरहेको छ। एकचोटी यसरी थिच्नु भयो भने फेरि तपाईको नोइज क्यान्सलेसन मोडमा गएको छ है। एकचोटी हजुरलाई 360 डिग्री घुमेर पनि हजुरलाई देखाउँछु है त। हेलो 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 यसरी हजुर 360 डिग्री घुमेर पनि रेकर्डिङ गर्न सक्नुहुन्छ, कुनै पनि डिस्टर्बेन्स आउँदैन। अहिले म पछाडी फर्केर रेकर्डिङ गरिरहेको छु, मेरो भोइस हजुरहरु सुन्न सक्नुहुन्छ। हजुर पछाडी फर्केर रेकर्डिङ गर्दा पनि मजाले भोइस तपाईको रेकर्डिङ हुन्छ, कुनै पनि डिस्टर्बेन्स हुँदैन। तपाईको 20-25 मिटरको रेन्जमा हजुर हुनुहुन्छ भने कुनै पनि प्रकारको डिस्टर्बेन्स हुँदैन, मजाले तपाईको रेकर्डिङ हुन्छ है। ल यही नै थियो यो वायरलेस माइकको अडियो टेस्ट। हामीले यसलाई इन्डोर अनि आउटडोरमा पनि टेस्ट गर्यौं र पर्सनली मलाई चाहिँ यो माइक्रोफोनको अडियो क्वालिटी राम्रो लाग्यो है। हजुरहरुलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला। र हजुरहरु पनि यो माइक्रोफोन अर्डर गर्न चाहनुहुन्छ भने त्यसको लागि मैले डिस्क्रिप्सनमा लिंक राखिदिएको छु है। ल हस्त धन्यवाद।